आदरणीय दर्शकबिन्द नमस्कार। शेयरमन च्यानलमा तपाईँलाई स्वागत छ। आज पनि हामी विशेष भिडियो लिएर उपस्थित भइसकेका छौँ। नेपालको शेयर बजारको सत्य र तथ्य जानकारी दिनु, साथै तपाईँको वित्तीय साक्षरताको स्तर बढाउनु यो च्यानलको मुख्य उद्देश्य रहेको छ र आज पनि हामी विशेष भिडियो लिएर उपस्थित भइसकेका छौँ। कुमारी ब्याङ्क लिमिटेडको आर्थिक वर्ष 2082-83 को चैत मसान्तसम्मको वित्तीय विवरणको जानकारी लिएर उपस्थित भइसकेका छौँ। नाफामा उल्लेखनीय मात्रामा बढे तापनि के यो ब्याङ्कले लाभांश दिने हैसियतमा छ त भन्ने कुराको जानकारी तपाईँले यो भिडियोको अन्तिममा पाउनुहुन्छ। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। कुमारी ब्याङ्क लिमिटेडले आर्थिक वर्ष 2082-83 को चैत मसान्तमा 4 अर्ब 17 करोड रुपियाँ नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा जम्मा 28 करोड 58 लाख रुपियाँ मात्रै नाफा आर्जन गर्न सफल भएको थियो। तपाईँले देख्न सक्नुहुन्छ यो नाफा 28 करोडबाट बढेर 4 अर्ब 17 करोड रुपियाँमा पुगेको छ। त्यस्तै गरी नेट इन्ट्रेस्ट इन्कम 9 अर्ब 30 करोड रुपियाँ रहेको छ। गत चैत मसान्तमा 7 अर्ब 98 करोड रुपियाँ रहेको थियो। नेट अपरेटिङ इन्कम 11 अर्ब 24 करोड रुपियाँ पुगेको छ। 5 अर्ब 32 करोड रुपियाँ गत चैत मसान्तमा थियो भने इम्पेयरमेन्ट चार्जेसको निम्ति 1 अर्ब 56 करोड रुपियाँ छुट्याएको छ। गत वर्ष यही अवधिमा 5 अर्ब 16 करोड रुपियाँ छुट्याएको थियो। यसरी सरसर्ती हेर्दा हेर्नुहोस् त नाफा एकदमै बढेको देखिन्छ। नेट इन्ट्रेस्ट इन्कम पनि बढेको देखिन्छ र नेट अपरेटिभ इन्कम पनि बढेको देखिन्छ। मैले तपाईँलाई जानकारी दिएँ, तर 5 अर्ब 16 करोड रुपियाँ इम्पेयरमेन्ट चार्जेस छुट्याएको लास्ट इयरमा अहिले 1 अर्ब 56 करोड मात्रै छुट्याएको कारणले गर्दाखेरि यो नाफामा एकदमै धेरै देखिन आएको छ। त्यस्तै गरी यो ब्याङ्कको लोन एन्ड एडभान्स 2 खर्ब 73 अर्ब रहेको छ। गत असार मसान्तमा 2 खर्ब 60 अर्ब रुपियाँ रहेको थियो। 3 खर्ब 81 अर्ब डिपोजिट पुगेको छ। 3 खर्ब 64 अर्ब गत असार मसान्तमा थियो। इन्भेस्टमेन्ट 1 खर्ब 10 अर्ब रुपियाँ रहेको छ। गत असार मसान्तमा 80 अर्ब मात्रै रहेको थियो। सेयर क्यापिटल 26 अर्ब 22 करोड रुपियाँ रहेको छ। गत असार मसान्तमा पनि 26 अर्ब 22 करोड नै रहेको थियो भने रिटेन अर्निङ 1 अर्ब 98 करोड रुपियाँ नेगेटिभ रिटेन अर्निङ रहेको छ भने गत असार मसान्तमा 3 अर्ब 84 करोड रुपियाँ नेगेटिभ रिटेन अर्निङ थियो भने रिजर्भमा 17 अर्ब 33 करोड रुपियाँ रहेको छ। गत असार मसान्तमा भने 14 अर्ब 74 करोड रुपियाँ रहेको थियो भने यसरी व्यवसायहरू चाहिँ सामान्य रूपमा वृद्धि भएको देखिन्छ। त्यति धेरै प्रगति समेत यो ब्याङ्कले गर्न त सकेको छैन है। त्यस्तै गरी यो ब्याङ्कको अर्निङ पर सेयर 21 रुपियाँ 24 पैसा पुगेको छ। गत चैत मसान्तमा 1 रुपियाँ 45 मात्र रहेको थियो भने यो अर्निङ पर सेयर एकदमै बढेको देखिन्छ है। नेटवर्थ पर सेयर 158 रुपियाँ पुगेको छ। गत चैत मसान्तमा 134 रुपियाँ रहेको थियो भने नन पर्फर्मिङ लोन भने 6.94% रहेको छ। गत चैत मसान्तमा 6.98% रहेको थियो भने क्यापिटल एडिक्वेसी रेसियो 12.82% रहेको थियो भने गत चैत मसान्तमा 11.82% रहेको थियो भने इन्ट्रेस्ट रेट स्पिड 3.313% रहेको छ। गत चैत मसान्तमा 3.52% रहेको थियो भने क्रेडिट टु डिपोजिट रेसियो 77.14% रहेको छ। गत चैतमा 79.84% रहेको थियो। यसरी हेर्दाखेरि अर्निङ पर सेयर उल्लेखनीय मात्रामा बढेको देखिन्छ भने अझै पनि नन पर्फर्मिङ लोनलाई म्यानेज गर्नुपर्ने यो ब्याङ्कको अवस्था रहेको छ र कुमारी ब्याङ्क लिमिटेडले 2078-79 पछि यो ब्याङ्कले कुनै पनि आजको मितिसम्म आर्थिक वर्षसम्म कुनै पनि लाभांश वितरण गरेको छैन भने यो आर्थिक वर्षमा हेर्दा पनि यो ब्याङ्कले लाभांश वितरण गर्न सक्ने अवस्था भने देखिँदैन। यस ब्याङ्कको डिस्ट्रिब्युटेबल प्रफिट 1 अर्ब 98 करोड रुपियाँ नेगेटिभ डिस्ट्रिब्युटेबल प्रफिट रहेको छ। गत वर्षको चैत मसान्तमा 6 अर्ब 50 करोड रुपियाँ नेगेटिभ डिस्ट्रिब्युटेबल प्रफिट रहेको थियो। यो नेगेटिभ डिस्ट्रिब्युटेबल प्रफिट भएको कारणले गर्दाखेरि पनि यो आर्थिक वर्ष 2082-83 मा पनि यो ब्याङ्कले लाभांश वितरण गर्न आयो मितिकासम्म चाहिँ लाभांश वितरण गर्न नसक्ने देखिन आएको छ। मैले तपाईँलाई जानकारी दिएँ। यो ब्याङ्कले 4 अर्ब रुपियाँ हेर्नुहोस् है, यो ब्याङ्कले 4 अर्ब 17 करोड रुपियाँ नाफा आर्जन गरे तापनि यो ब्याङ्कले लाभांश बाँड्न नसक्ने अवस्थामा रहेको छ भने जम्मा 1 अर्ब 98 करोड रुपियाँ त यसको नेगेटिभ डिस्ट्रिब्युटेड प्रफिट रहेको छ। गत वर्ष यही अवधिमा 6 अर्ब 50 करोड रुपियाँ रहेको थियो। यसरी हेर्दा नाफामा उल्लेखनीय मात्रामा वृद्धि भए तापनि यो ब्याङ्कले यो आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण गर्न नसक्ने चाहिँ देखिन्छ। तर यो वैशाख जेठ असार भएको अन्तिम क्वार्टरमा यो ब्याङ्कले कुनै चमत्कार गर्यो भने मात्रै यो ब्याङ्कले लाभांश वितरण गर्न सक्छ, अन्यथा यो ब्याङ्कले लाभांश वितरण गर्न नसक्ने देखिन्छ। मैले तपाईँलाई आजको यस भिडियोमा कुमारी ब्याङ्क लिमिटेडको आर्थिक वर्ष 2082-83 को चैत मसान्तसम्मको वित्तीय विवरणको जानकारी दिए। बाँकी अर्को भिडियोमा फेरि पनि अर्को प्रसङ्ग लिएर उपस्थित हुन्छौँ। त्यतिन्जेल बिदा दिनुहोस्। धन्यवाद।